सो मजा काम यदि च्यानलमा कोही नयाँ हुन्छ लाइक सेयर सब्सक्राइब गरिदिउँ है त। यस्तै म यस्तै घुम्दै आएको। सो यो ठाउँ चाहिँ एकदम राम्रो हो, म्याड्रिडको तिर पार्क भन्ने चाहिँ हो यो। सो यता चाहिँ एकदम राम्रो छ। आजको वेदर पनि एकदम खरालै छ, त्यही भएर यस्तो घुम्दै आएको बेलामा यसो सानो भिडियो ब्लग जस्तो गराउँ न भनेर। म यहाँ के हुन्छ सबै कुराहरू हजुरलाई देखाउँदै जान्छु। यदि राम्रो ठाउँमा हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला, कोही नयाँ हुनुहुन्छ भने है त। साथीभाइहरू यो चाहिँ यस्तो छ है, त्यहाँको यो साइकेनिक बिल्डिङहरू छ पुरानो टाइपको, अनि यो चाहिँ नयाँ नयाँ भन्दै रहेछ। अरू पनि भिडियोहरू छ। यो चाहिँ यहाँको एन्ट्री गेट, यहाँदेखि सुरु हुन्छ है त यो पार्क। एकदम ठुलो छ भन्ने सुनिरहेको मैले नि, एक्ज्याक्टली थाहा चाहिँ छैन। जाउँ है त। सुरु भइसकेको छ, यस्तो छ यहाँको चाहिँ यो सुरुमा चाहिँ। अरू भिडियोहरू अन्त नि यस्तो छ पेजहरू। यो चाहिँ पानीको जस्तो रहेछ, फुलहरू भयो टक्क सही छ है त। साथीभाइहरू त्यही अस्तिकै ब्लगलाई चाहिँ आज फेरि कन्टिन्यू गरेको छ। भर्खर कामदेखि सकेर सो राति राति यस्तो आउँदो रहेछ है। भर्खर छुट्टी भयो, यताको ठ्याक्क 12 बजेको छ। अनि यता चाहिँ यस्तो सुनसान छ, मान्छेहरू चाहिँ हिँडिरह, तर जे होस् सुनसानै छ। यस्तै छ, दुःख सुख चलिरहेछ जिन्दगी है त। साथीभाइहरू आज चाहिँ हाम्रो यो बार्क्यु यो आगो बोल्दैछ अहिले चाहिँ हुन्छ। रात परिसकेको छ फाइनली, यस्तो छ सुनसान। अनि यहाँ चाहिँ म अनि दाइहरू पनि हुनुहुन्छ। आज चाहिँ हाम्रो यही नै हो नयाँ ताजा अपडेट भने है त। सो यो ब्लग चाहिँ हेलो साथीभाइहरू, आज पनि म न्यू भिडियो भन्ने, तर यो भिडियो नि त्यसैमा जोडेर आउनेछ। आज चाहिँ म यता आएको थिएँ। सो यताको भ्यू चाहिँ यस्तो हो, रमाइलो राम्रो हो। अनि पिक्चर एकदमै यत्तिकै आयो, घुम्दै घुम्दै यता आइरहेको थिएँ। अनि यस्तो आउँदाखेरि यस्तो राम्रो भ्यू देख्नु पाइयो। सो अनि सबैजना कन्टे आएर यो भिडियोलाई चाहिँ त्यसैमा हाल्ने नै, कन्टिन्यू त्यही भन्ने लगमा एड गर्नेछु। र अनि यताको चाहिँ यस्तो छ, घर चाहिँ जस पुरानो एकदम राम्रो कि यो भिलेज एरिया, यो गाउँ जस्तो हो। अनि मतलब यहाँ चाहिँ अलग्गै रियलिस्ट मान्छेहरू चाहिँ यता बस्छन्।
अन्त सबैजनाहरू सो एकदम राम्रो हो यो चाहिँ सानो हो सो ल हेर्नु यताको चाहिँ यस्तो छ सो भिउ चाहिँ बवाल नै छ एकदम सानो एरिया हो एकदम कस्तो एउटा गाउँ जस्तो एरिया छ घरहरू पनि सबै त्यस्तै नै छ सुनसान आनन्द छ यो ठाउँ चाहिँ सवार लास्टै मनपर्छ मलाई किनकि भिलेज जस्तो हो धेरै हल्ला छैन अनि सानसाना घरहरू हो त्यही कारणले गर्दा नि त्यस्तो हो यस्तो छ कतिपय यहाँको भ्यू हेर्ने हो भने अब चाहिँ यतादेखि भ्यू आउँछ सो हेर्न सक्नुहुन्छ है त यस्तो छ भनेदेखि यस्तो छ है त मजाले भ्यू हेर्नु है त यो बिल्डिङ चाहिँ छ है हाम्रो लागि एकदम यो साथीहरू मैले एक दिन चाहिँ यहाँ जाने यहाँ गएर ब्लग गराउने छ यो वाला ठाउँमा सेम ठाउँ छ है त साथीभाइहरू बाई बाई गरिदिउँ ट्रेनलाई गरिदियो अन्त चाहिँ फाइनल्ली आजको दिन यत्तिकै गयो त्यही नै हो खासै दिन चलिरहेको छ भनौँ जिन्दगी सुख दुःख है त हाम्रो भिडियो चाहिँ ब्लगहरू चाहिँ सायद यति नै गर्छु होला आज चाहिँ अनि साथीभाइहरू म चाहिँ अब रुममा पुनः लागिसकेँ आजलाई चाहिँ भिडियो यति नै यति दिनसम्म हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु भयो भने गर्दैन सो यति दिनसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै अब यो भिडियोमा अर्को ब्लग गराउने नै छु हस् त धन्यवाद see you next video है त साथीभाइहरू नेक्स्ट ब्लग वेट गर्नु होला आजलाई चाहिँ यति नै